नमस्कार साथीहरू, क्लास 12 सकियो, अब के गर्ने? यो प्रश्न हजारौं विद्यार्थीको मनमा छ, तर उत्तर सबैको लागि एउटै हुँदैन। सुनौं केही महत्त्वपूर्ण कुरा तपाईँको लागि। क्लास 12 सकेपछि एक किसिमको खलबल महसुस हुन्छ, जस्तै धेरै पढ्यौं, अब के गर्ने थाहा छैन, साथीहरू छुटिन लागेका छन्, दबाब बढिरहेको छ अनि घरबाट पनि सोधिन्छ, अब तिमी के गर्ने? यही बेला हो जहाँ तपाईँले सोच्नुपर्छ, के म अरूको अपेक्षा अनुसार बाँच्ने कि आफैले बाटो बनाउने? आजको यो सानो भिडियो तपाईँ जस्तै ती सबै विद्यार्थी साथीहरूको लागि हो, जसले भर्खर क्लास 12 को परीक्षा सकेका छन्। परीक्षा सकिएपछि अलिअलि राहत त मिलेको होला, तर मनमा धेरै प्रश्नहरू उब्जिएको होला। अब के गर्ने? कुन बाटो रोज्ने? कहाँ जाने? आउनुहोस् आज यी सब कुरा तपाईँ र हामी मिलेर बुझ्ने प्रयास गरौँ। शान्त दिमागले खुलेर सोचेर आज मनको आवाज सुनेर बुझ्ने प्रयास गरौँ। यदि तपाईँ अहिले के गर्ने, कसो गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि हो। आजको यस भिडियोमा हामी यस्तो 4वटा कुराको बारेमा भन्न गइरहेको छौँ, जुन चाहिँ तपाईँले के गर्ने, कसो गर्ने भन्ने बारे स्पष्ट हुनुहुनेछ। नम्बर 1, ब्याचलर डिग्री गर्ने। यदि पढाइमा मन छ भने तपाईँलाई मनपर्ने विषय छान्नुहोस्। साइन्स, म्यानेजमेन्ट, ह्युमानिटी जे भए पनि आफ्नो रुचि बुझेर निर्णय लिनुहोस्। नम्बर 2 स्किल सिक्नु, जस्तै भिडियो एडिटिङ, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ। यी कुराहरू आजको युगमा डिग्रीभन्दा बढी काम लाग्ने गर्छ। नम्बर 3 अरू कुनै इक्जाम पो दिने हो कि लोकसेवा, आर्मी, बैंक, जुन सेक्टरमा रुचि छ त्यहीतर्फ लाग्नुहोस्। नम्बर 4 कामसँगै पढाइ पनि गर्नुहोस्। पार्ट टाइम काम गर्दा अनलाइन कोर्स सिक्नु। धेरै नेपाली युवाहरू यही बाटो समातिरहेका छन्, त्यसैले तपाईँ पनि पार्ट टाइम काम गर्दै अनलाइन कोर्सहरू पनि सिक्न सक्नुहुन्छ। अब एउटा कुरा के याद राख्नुहोस् भने क्लास 12 सके भने तपाईँको जीवन अब सुरु हुँदैछ। रियल जीवन तपाईँको अब सुरु हुँदैछ। अझै धेरै चुनौतीहरू छन्, तर निर्णय तपाईँको सोच, हिम्मत र आँटले निर्धारण गर्छ। अब तपाईँ डराउने होइन, सोच्नुपर्ने बेला आएको छ। डिग्री मात्र होइन, डिसिजन चाहिन्छ। त्यो डिसिजन तपाईँ आफैले बनाउन सक्नुहुन्छ। क्लास 12 सकियो, अब जीवन सुरु गरौँ। र यति भन्दै तपाईँले अरूको दबाबमा आएर कहिले पनि निर्णय नलिनुहोला। तपाईँ आफैले निर्णय लिनुहोला। तपाईँ के गर्ने, कसो गर्ने, तपाईँलाई केमा इच्छा छ एकपटक सोच्नुहोला। र आजको यस भिडियो मन परेमा लाइक, सेयर र कमेन्ट गर्नुहोला। अब तपाईँ के गर्ने सोच्नु हुनुहुन्छ त्यो पनि कमेन्टमा लेख्नुहोला र यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गर्न पनि नभुल्नुहोला।